सम्पूर्ण साथीहरूलाई नमस्ते अनि छ्याजलो। म भीम गुरुङ देवदह रूपन्देहीबाट। म सधैँ जस्तो तमु भाषा खेमा लिपिको विभिन्न एपिसोडहरू लिएर तपाईहरु समक्ष आइरहेको छु। आज पनि तपाईहरुसँग म एउटा जानकारीमूलक कुरा चाहिँ तपाईहरु समक्ष लिएर आएको छु। आदरणीय साथीहरू, तमु भाषा को आधिकारिक लिपि खेमा लिपि अहिले सबै देशव्यापी रूपमा प्रशिक्षण पनि भइरहेको छ भने सबै गुरुङहरूले चाहिँ लेटर प्याडमा अनि बोर्डहरूमा ब्यानरहरूमा प्रयोग गरिसकेका छन् भने विभिन्न चाहिँ कार्यक्रमहरूमा खेमा लिपिमा चाहिँ लेखिसकेको चाहिँ अवस्था छ। पहिलो कुरा भने दोस्रो कुरो सरकारी निकायहरूमा पनि यो एउटा यसलाई चाहिँ प्रयोगमा ल्याइसकेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। सबभन्दा पहिला चाहिँ पाठ्यक्रम विकास केन्द्र सानोटिभी भक्तपुरले प्रकाशित गरेको तमुकी प्राप्ली भन्ने चाहिँ पुस्तकमा चाहिँ खेमा लिपि चाहिँ हाम्रो लिपिको रूपमा भनेर चाहिँ आइसकेको कुरा म यहाँलाई चाहिँ जानकारी गराउन चाहन्छु हैन। यो खेमा प्री भनेर चाहिँ लेखिएको छ। त्यसै यो यसमा चाहिँ हेर्नुस् स्वर वर्ण व्यञ्जन वर्णहरू यसमा चाहिँ आएको छ, तपाईहरुले चाहिँ हेर्नु होला। अनि त्यसै गरी हेर्नुस् यो अब मात्राहरू अनि अङ्कहरूको बारेमा पनि चाहिँ यो तमुके प्राप्ली भन्ने कक्षा 4 को पुस्तकमा पाठ्य पुस्तकमा नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित भइसकेको चाहिँ अवस्था हो। उसो त चाहिँ पहिला चाहिँ हाम्रो नेपाल सरकार राष्ट्रिय भाषा आयोगमा पनि दर्ता भइसकेको कुरा यहाँलाई थाहा भएको कुरा मैले जानकारी गराइ पनि सकेको छु पहिले पनि। र अहिले चाहिँ फेरि चाहिँ विभिन्न चाहिँ गाउँपालिकाहरूले चाहिँ प्रयोग गरिसकेको अवस्था छ। गण्डकी प्रदेशमै तपाईको गोर्खा जिल्लाको धार्ची गाउँपालिकाले चाहिँ ब्यानरमा मतलब चाहिँ बोर्डमा पनि चाहिँ खेमा लिपिमा चाहिँ लेखिसकेको कुरा मैले यहाँले पहिले पनि जानकारी गराएँ। अनि त्यसपछि चाहिँ शुक्ला गण्डकी नगरपालिकामा पनि त्यहाँ पनि प्रयोग गरिसकेको छ। वडा अध्यक्ष इन्द्र लेखे तमुले उहाँले चाहिँ प्रयोग गरिसक्नु भएको छ। भने भर्खरै मात्र यहाँले एउटा जानकारी गराउन चाहन्छु। पर्वत जिल्ला गण्डकी प्रदेशको पर्वत जिल्लाको मासिला गाउँपालिकाको नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम पुरै गुरुङ भाषा खेमा लिपिमा प्रकाशित भइसकेको कुरा म यहाँलाई एकदम सगौरव यहाँ समक्ष जानकारी गराउन चाहन्छु। तसर्थ म यहाँसँग भन्न चाहन्छु अब हाम्रो गुरुङहरूको आधिकारिक लिपि खेमा लिपि हामी गुरुङहरू बीच मात्रै चाहिँ होइन, यो अब सरकारी चाहिँ यो कामकाज सरकारी चाहिँ कार्यालयमा पनि चाहिँ प्रयोग भइरहेको कुरा भइसकेको कुरा क्रमशः चाहिँ भइरहेको कुरा म यहाँलाई जानकारी गराउँदै अब हाम्रो तमुहरूको चाहिँ आधिकारिक लिपि खेमा लिपि भन्दा बाहेक अरू कुनैले चाहिँ कुनै व्यक्ति विशेषले कुनै सभा कुनै सम्मेलन महाधिवेशनहरूमा पनि कहीँ कतै चाहिँ प्रस्तुत नगरेको व्यक्तिहरूले चाहिँ कुनै व्यक्ति विशेषले हाम्रो गुरुङहरूको लिपि यो हो त्यो हो भनेर चाहिँ भन्दैमा हामी उसैको पछाडि लाग्न जरुरी छैन। हामी सबैले चाहिँ सम्मान गर्छौँ, कदर गर्छौँ। हामी विभिन्न चाहिँ हिसाबले चाहिँ हाम्रो गुरुङ भाषाले बचाउनुपर्छ भनेर लिपिको अवधारणा ल्याउनु हुने हाम्रा लिपिको अवधारणाकर्ताहरूले पनि हामीले सम्मान हामीले उहाँहरूले चाहिँ नमन पनि गर्न चाहिँ चाहन्छौँ। र उहाँहरूले पनि चाहिँ गुरुङ भाषाकै लागि गर्नुभएको हामीले पनि गुरुङ भाषाकै लागि भनिरहेका छौँ। त्यस कारण उहाँहरूको सोच व्यवहार पनि एकदम निर्मल निश्चल छ भन्ने कुरोमा द्विमत छैन। तर अब हामी कुनै दुविधा नभइकन हाम्रो आधिकारिक लिपि हाम्रो प्रयोगमा ल्याइसकेको लिपि भनेको गुरुङहरूको लिपि भनेको खेमा लिपि नै हो। यसमा चाहिँ कमी कहीँ कतै चाहिँ आदरणीय बुद्धिजीवीहरूले त्यसलाई देख्नुहुन्छ भने त्यसलाई अगाडि सच्याउँदै बढाउँदै लानुपर्छ। किनभने अहिले गुरुङहरूको लिपिको रूपमा भारत सरकारले पनि यसलाई गुरुङहरूको लिपिको रूपमा मान्यता दिएर अहिले सिक्किम राज्यमा कक्षा 1 देखि 12 कक्षासम्म चाहिँ पाठ्यपुस्तकहरू प्रकाशन भएर त्यसलाई चाहिँ प्रकाशित गरिसकेको कुरा म यहाँलाई जानकारी चाहिँ गराउन चाहन्छु। यो पाठ्यपुस्तकहरू चाहिँ तपाईहरुले चाहिँ कति चाहिँ ख्याल गर्नुभएको छ, यो सबै चाहिँ कुराहरू चाहिँ पुस्तकहरूमा आइसकेको कुरा यहाँलाई जानकारी गराउँदै अब हामी कहीँ कति चाहिँ नर्मलिकन चाहिँ हाम्रो गुरुङहरूको आधिकारिक लिपि खेमा लिपि नै हो भन्ने कुरा यहाँहरूले लिएर अब हाम्रो भावी पुस्तालाई चाहिँ पुस्तान्तरण गर्नको लागि र गुरुङ भाषालाई दीर्घजीवी बनाउनको लागि लिपिको आवश्यकता छ। यो लिपि चाहिँ अहिले हामीले चाहिँ धेरै पहिलेदेखि नै बनाउनु पर्थ्यो, धेरै पहिलेदेखि नै चाहिँ यस्तो अगाडि बढाउनु पर्थ्यो। तर चाहिँ अब हामीले ढिला
भइसकेको छ। अन्य चाहिँ जातिहरूले चाहिँ विश्वविद्यालयसम्म चाहिँ पुर्याइसकेका छन्। हाम्रो चाहिँ गुरुङ भाषाको स्थिति एकदम नाजुक छ। हाम्रो चाहिँ भर्खर चाहिँ हामी सुरुवात गर्दैछौँ। हामी 100को स्पिडमा दौड्नु पर्ने चाहिँ अवस्था छ। यो कुरामा सम्पूर्ण चाहिँ गुरुङहरू, सम्पूर्ण तमु मानवहरू एकजुट भएर एकै ठाउँमा यसरी लामबद्ध भएर चाहिँ लाग्नको लागि म सम्पूर्णलाई चाहिँ आह्वानका साथ मेरो आजको भिडियो यहाँलाई कस्तो लाग्यो, मेरो चाहिँ विचारहरू यहाँलाई कस्तो लाग्यो, तपाईँहरूले जस्तोको तस्तै चाहिँ कमेन्ट गरिदिनु लागि, पोजिटिभ कमेन्ट गरिदिनुको लागि, सकारात्मक सुझावहरूको लागि म यहाँसँग सदैव चाहिँ आग्रह गर्दै म यहाँसँगबाट आज बिदा हुन चाहन्छु। धन्यवाद। नमस्ते ग्यासजी।